नमस्कार साथीहरू, आज म हजुरहरूलाई मेदान्त हस्पिटलको बारेमा केही जानकारी दिन गइरहेको छु। भिडियो अलि लामो हुन सक्छ, कृपया नछुटाइकन अन्तिमसम्म हेरिदिनुहोला र लाइक कमेन्ट पक्का गर्नुहोला। मेदान्त हस्पिटलको स्थापना सन् 2009 मा डाक्टर नीरज तरानले सुरु गर्नुभएको। डाक्टर नीरज तरान वर्ल्डको टप 10 डाक्टरहरूमा मध्ये पर्नुहुन्छ। मेदान्त हस्पिटलमा 800 डाक्टरहरूको टिम छ। यो हस्पिटल 1250 बेडको हस्पिटल हो। यो 43 एकडमा फैलिएको छ। यो हस्पिटलमा 45 वटा अपरेसन थिएटर छ। 350 भन्दा धेरै क्रिटिकल केयर बेडहरू छ। यो हस्पिटलमा पुरा हाइटेक मसिनहरू लगाइगएको छ। कुनै पनि बिमारीको डायग्नोस गर्नको लागि एकदमै पर्फेक्ट मसिनहरू छ, जस्तै 3.0 टेस्ला एमआरआई मसिन। यसको कीमत करिबन इन्डियन 9 करोड रुपियाँसम्मको छ। मेदान्त हस्पिटल भारतको यस्तो पहिला हस्पिटल हो जुनले एयर एम्बुलेन्सको सेवा सुरु गरेको छ। यो हस्पिटलमा भारतको पहिला रोबोटिक सर्जरी पनि भएको छ। यो हस्पिटलले 500 भन्दा धेरै लिभर ट्रान्सप्लान्टको पनि काम गरेको। मेदान्त हस्पिटलले दिनमा 30 वटा नी रिप्लेसमेन्टको अपरेसन गरेर वर्ल्ड रेकर्ड कायम गरेको। कुरा गर्दा गर्दै जाने दिन पनि आयो। मिलेनियम सिटीदेखि आनन्द विहार टर्मिनलसम्मको मेट्रो यात्रा गराउँदैछु। हेर्नुहोस्, मेट्रो स्टेसन मिलेनियम सिटी। यो चाहिँ गुडगाउँको पहिलो मेट्रो स्टेसन हो। मेट्रोभित्र बसियोला साथीहरू एक्लै थिएँ, त्यही भएर भिडियो बनाउन अलि लाज लागिरहेको थियो। मेट्रो आफ्नो टाइममा हिँड्यो सरर र यो देखाएको दृश्य यो दिल्ली राजीव चौकको तल अन्डरग्राउन्डको मेट्रो हो। यहीँबाट फेरि मेट्रो चेन्ज गरेर आनन्द विहारको लागि जानुपर्छ। यहाँ धेरै ठाउँको मेट्रो चेन्ज हुन्छ। यहाँ येलो लाइनबाट म ब्लू लाइनमा जाँदैछु। यो आइपुगेँ म इन्द्रप्रस्थ र यहाँबाट अगाडिको मैले भिडियो बनाउन भ्याइनँ, किन भन्दाखेरि अगाडि मेरो चाहिँ ट्रेन लागिसकेको थियो। म एकदमै ढिलो भएको थिएँ। 10 मिनट लेट भएको मेरो ट्रेन छुट्ने थियो गोरखपुर जानको लागि। हेर्नुहोस्, दुईवटा लगेज लिएर एक्लै हिँडेछु। अनि त्यहाँ राति भयो, एकैचोटि सुतेँ। अनि यो म बिहान चाहिँ गोरखपुर आइपुग्ने बेलाको मेरो यो भिडियो। यो रापती नदी हो गोरखपुरको। त्यहाँ राम्रो लागेर एउटा भिडियो बनाएँ। हेर्नु साथीहरू, ट्रेनको भ्यू अलि राम्रो क्लियर त आएको छैन। अनि यो गोरखपुर स्टेसन हेर्नुहोस्, ट्रेनको इन्जिनहरू। बाहिर पुरा कालो बादल लागिरहेछ। डर लाग्थ्यो कतै पानीले भिज्ने त होइन, तर के गर्नु, जानु त पर्यो घर। अनि यसो सोचेँ साथीहरूलाई चाहिँ ट्रेनको इन्जिन सिन्जिन देखाइदिउँ भनेको। खासै राम्रो त आएन भिडियो, तर पनि अब तपाईँहरूले चाहिँ यो हेरेर रमाइलो मान्नु होला भनेर बनाएँ। जोस्, मेरो यात्रा इन्डियाको अहिले राम्रै रह्यो, राम्रै चेकअप भयो। तपाईँहरूको आशीर्वाद यसै पाइराखौँ। यो भन्दै फेरि म उत्तर प्रदेश रोडवेज बसमा बसेँ। सस्तो पनि आरामदायक पनि है। 150 रुपियाँमा 150 चाहिँ गोरखपुरदेखि सुनौलीसम्मको यात्रा हुने रहेछ। ट्याक्सीले चाहिँ 500 भनेको थियो। के गर्ने, धनभन्दा ठुलो मन भन्छन्, तर के गर्ने, धनै ठुलो रहेछ साथी हो। अनि बाटोमा देखेको राम्रो राम्रो दृश्यहरू यसो भिडियो बनाएर हाल्न मन लाग्यो। अनि यो पुलमा लगाए जस्तै ब्यारिकेडिङ हाम्रो यहाँ नारायणी नदीमा नि लगाए अप्रिय घटनाहरू हुने थिएन। यस्तै लगाउनु पर्यो सरकार। ल, यही कुरा गर्दा गर्दै गोरखधाम मन्दिर गोरखपुरको हेर्नुहोस् कति राम्रो। आहा, जय गोरखनाथ बाबा। तपाईँहरू नि यहाँ दर्शन गर्नुभएको छैन, कमेन्ट गर्नुहोला। कति राम्रो छ। म फेरि पुरै सपरिवारै यहाँ गएर दर्शन गरेको छु। यहाँको मेन बेलुका लेजर लाइट सो चाहिँ पक्का हेर्नु होला साथी हो। र यो मन्दिर देखेको म सानोमा यहाँ आउँदाखेरि यस्तो लाग्थ्यो अब नेपाल नजिक आउँदैछ भन्ने लाग्थ्यो। इन्डियातिरबाट आउँदाखेरि यो मन्दिरको मान्यता छ कि विष्णु भगवान्को मन्दिर हो। यो मन्दिर चाहिँ बर्खामा डुब्यो भने चाहिँ पृथ्वीको नाश हुन्छ भन्दो रहेछन्। अहिलेसम्म डुबेको छैन। हेर्नुहोस्, इन्डियामा नि हाम्रो जस्तै धानको खेतहरू छ। त्यो अगाडि देखिएको चाहिँ त्यो हजुरलाई बसमा एउटा केही देखाउँदैछु। हेर्नुहोस् यहाँको सिभिक सेन्स। यसै त भन्दैनन्। हेर्नुहोस्, बसमा पुरा लेडिजहरू हिँडिरहेछन्। त्यही कच्चा बेस्ट सुकाएको छ ड्राइभरले, बेसरम मान्छे। अनि त्यहाँ बसेर ठुल्ठुला गफ गर्ने। हेर्नु, कच्चा बेस्ट त्यहाँ सुकाएको। पुरै कुरामा हामी नौतुना आइपुग्यौँ। चढौली नौतुनाको रेल भन्ने यही हो साथी हो। पहिला
राम्रो थियो, अहिले चाहिँ अलिअलि भटाङ भुटुङ भएछ। मुतुनाको रेल पाउने ठाउँ यही हो साथी हो। ल हेर्नुहोस् यो पुरै ट्रकहरू हाम्रो नेपाल जाँदैछ। यो बोर्डरमा हेर्नु कति ठुलो लाइन छ, ट्रकै ट्रक। यसलाई एकै दिनमा पास गर्न सकिन्थेन र के हो कुनै, मलाई त थाहा भएन साथी। तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। यो पुरै नेपाल आउने ट्रकहरू हो। यसमा पुरै हामीलाई चाहिने सामानहरू हेर्नुहोस् त। महिन्द्रा ट्र्याक्टर अब जोत्ने बेला भयो, ट्र्याक्टर यहीँ छ। यो पुरै नेपाल आउने ट्रक हो। मैले त्यही भएर साथीहरूलाई चाहिँ बोर्डरको चाहिँ यसो देखाइदिएको, तपाईँहरूलाई निकै नेपालको बोर्डरमा इन्डियाको बोर्डरमा के हुन्छ यसो हेर्नु होला भनेर। लाउरे आयो भने हुन्छ, लाउरेले कति ठुलो गरेर आउँछ कुरै कुरामा। सुनौली बोर्डर महाराजगञ्ज यो चाहिँ इन्डियातिर हो। यहाँ मैले चाहिँ एउटा भैयालाई लिएँ, एउटा अट्याची थियो, 50 रुपियाँ नेपालीमा चाहिँ उता लैदिन्छु भन्यो। अनि त्यो इन्डियाको गेट देखिरहेछ। यहाँ तपाईँले केही पनि सामानहरू किन्न सक्नुहुन्छ। 5 किलोसम्म चिनी ल्याउन दिए रहेछ। मैले नि चिनी किनेँ र इन्डिया नेपालको बोर्डर उतापट्टि नेपालको बोर्डर हेरिहाल्नु भयो। मैले बोर्डरमा खिच्न पाइनँ त्यहाँ। यहाँबाट चाहिँ म भैरवा पुटोलको बसमा बसेँ। त्यसपछि चाहिँ पुटोल गएर फेरि अर्को नारायणघाटको बस माइक्रोमा चढेँ। सरी म्याजिकमा आयो। ल हेर्नुहोस् साथी यो सुनौलीको नजारा। दिउँसो त गर्मी नै थियो, तर हाम्रोतिरको आकाश हेर्नु कस्तो निलो कुरामै कुरा आइपुग्यो। डाउनको उकालो यो साह्रै मनपर्छ मलाई। म जहिले नै आउँदाखेरि यहाँको पक्का भिडियो बनाउँछु। हेर्नुहोस् कति राम्रो दृश्य छ। साह्रै राम्रो, एकदमै मनपर्छ मलाई यहाँको। तपाईँहरूलाई कस्तो लाग्छ साथी हो यो निलो आकाश, सेतो बादल? पक्का कमेन्ट गर्नु होला। मैले जे जति जाने त्यो भनेछु। मैले बिचमा केही गल्ती बोलेँ होला, त्यसमा मलाई क्षमा दिनु होला र सच्याउने मौका दिनु होला। अर्को भिडियोमा नि सच्याएर बोल्नेछु। ल हेर्नुहोस् साथी हामी आइयो डाउन्ने मन्दिर जाने बाटो। जय डाउन्ने माता। अब आइयो हेर्नुहोस् साथीहरू सर अगाडिको भ्यू। हाम्रो देश त कति प्यारो, हेर्नुहोस् कति राम्रो छ दृश्य। गाडीबाट चाहिँ लिएको भित्रबाट है, यस्तो मनपर्छ कि यसरी भिडियो खिच्न मलाई। अनि म त गाडीमा जहाँ बसेँ नि भिडियो खिच्दै बस्छु। त्यहाँ यता वरिपरिका मान्छेले चाहिँ मलाई फला पुलुक हेर्छन् कि ला के गर्न लाग्यो, कहीँ नभएको मोबाइल निकालेर देखाएँ तेर्सायो भन्दा मैले चाहिँ त्यो सोच्दिनँ। मलाई त भिडियो कहीँको केही मन पऱ्यो भने भिडियो बनाइहाल्छु। ल हेर्नुहोस् प्रसिद्ध मन्दिर सिजी धाम, श्वेत धाम मन्दिर। ल ट्याक्क हेर्नुहोस् त सिजी मन्दिर कति राम्रो देखिएछ। साथीहरू यो अक्सफोर्ड कलेज होइन। अनि हामी आइयो नारायणी नदीमा। हेर्नुहोस् त नारायणी कति राम्रो देखिएछ। के गर्ने, अहिले नारायणीको राम्रो भन्दा नि नराम्रो कुराले धेरै फेमस भएको छ यो पुलले गर्दा। कोही पनि साथीले अप्रिय घटना नघटाउनु होला। घरमा केही पनि हुन्छ आपसी सल्लाह मसौरा गरेर पुरा गर्नु होला। यहाँ आएर हम फाल्ने कोसिस नगर्नु होला है। यो नारायणीको खुबसुरतीलाई आनन्द आँखाले लिनुहोस्, अरू चिज धेरै नराम्रो नसोच्नुहोस्। कति मनपर्छ कि म जहिले पनि अस्ति जाँदाखेरि उतापट्टिको भिडियो बनाएँ, अहिले आउँदा यता साइडमा बसेको यताको भिडियो बनाएँ। साह्रै मनपर्छ कि मलाई यहाँको भिडियो बनाउँदाखेरि। नारायणघाट है, नारायणघाटबाट यो फेरि हाम्रो धर्मचोक। यसो आज पुरै भिडियो बनाऊँ भनेर क्या धर्मचोक पनि बनाइदिएँ। घरसम्मको बनाउँदैछु आज। भिडियो लामो छ, अन्तिमसम्म हेर्नु होला नि साथी हो। यो हाम्रो पेन्सन क्याम्प चोक है, तारागञ्ज निवास हुँदै अगाडि हाम्रो रामपुर बाटो। अनि ट्याक्क हामी चाहिँ अब आइपुग्यौँ यज्ञपुरी चोक। टक्कै मुड्यो। अब जाँदैछु हिरोको चाहिँ हाम्रो गाउँमा प्रवेश भयो है साथी हो। हेर त खेत रोपाइ चलेर होला, बाटोमा पुरै हिलो छ। मुड्यो हाम्रो घरतिर सूर्योदय टोलतिर हेर्नुहोस्। ल साथी हो म सकुशल घर आइपुगेँ। यही मार्फत हजुरहरूलाई जानकारी गराउँछु। हस्त नमस्कार, बाबा।